हरेक रियल इस्टेट कम्पनी अथवा रियल इस्टेट कम्पनीसँग कारोबार गर्ने व्यक्तिलाई लाइसेन्सको प्रावधान थाहा भयो या भयो छैन, अथवा सर्वसाधारण व्यक्तिहरूलाई पनि लाइसेन्स चाहिन्छ है अब घर जग्गा किनबेच गर्दा भन्ने कुरा थाहा छ या छैन। यदि थाहा छैन भने आज म तपाईँलाई राम्रोसँग बुझाउँछु र थाहा भएकाहरूले पनि नियम चाहिँ के आएको छ भन्ने कुरा राम्रोसँग बुझ्नु आवश्यक छ है त। अहिले 3 करोड भन्दा बढीको कारोबार गर्ने व्यक्तिका लागि चाहिँ लाइसेन्स अनिवार्य रूपमा चाहिँ आवश्यक छ। लाइसेन्स कसले लिने, कसले लिने, कसरी लिने र कतिसम्म चाहिँ यो लाइसेन्सले काम गर्छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ। तपाईले 3 करोड भन्दा माथिको कारोबार गर्दै हुनुहुन्छ भने लाइसेन्स प्राप्त व्यक्ति अथवा लाइसेन्स प्राप्त कम्पनीसँग चाहिँ आबद्ध हुनुपर्छ। यसमा चाहिँ तपाई कानुनी व्यक्ति हुनुहुन्छ भने त अनिवार्य रूपमा चाहियो। तर तपाई प्राकृतिक व्यक्ति हो भने लाइसेन्स चाहिँ जतिको कारोबार गर्दाखेरि पनि चाहिन्न है, यो कुरा पनि बुझ्नुस्। कानुनी व्यक्ति भन्नाले तपाई कुनै कम्पनीसँग कारोबार गर्दै हुनुहुन्छ अथवा कम्पनीको आबद्ध रहेको कुनै व्यक्तिसँग कारोबार गर्दै हुनुहुन्छ भने त्यसका लागि चाहिँ लाइसेन्स चाहियो। तर प्राकृतिक व्यक्ति स्वयं तपाई र म अथवा चाहिँ व्यक्ति व्यक्ति बीचको कारोबारमा चाहिँ लाइसेन्स आवश्यक पर्दैन। र यसमा चाहिँ महानगरपालिका अथवा चाहिँ उपमहानगरपालिकामा लाइसेन्स अनिवार्य रूपमा छ भने गाउँपालिकाको कारोबार गर्दाखेरि लाइसेन्सको प्रावधान चाहिँ राखिएको छैन। र पछिल्लो समय लाइसेन्स 5-5 वर्षमा चाहिँ रिन्यू गर्ने प्रावधान छ, यो कुरा बुझ्नु होला। र 5 करोड भन्दा तलको कारोबार गर्ने कुनै पनि कम्पनीलाई पनि त्यो छुट्टै खालको लाइसेन्स दिन्छ भने 5 करोड भन्दा माथि अनलिमिटेड रूपमा काम गर्ने कम्पनीका लागि छुट्टै खालको लाइसेन्स हुन्छ। 5 करोड को तल अथवा 5 करोडदेखि 10 करोड समथिङ त्यही अनुसारको काम गर्नेलाई चाहिँ कति कर तिर्ने अथवा चाहिँ त्यो लाइसेन्स लिनेले कति कर तिर्ने र अनलिमिटेड काम गर्नेले चाहिँ कति कर तिर्ने त्यो अनुसारले चाहिँ लाइसेन्सको चाहिँ प्रावधान गरिएको छ। तपाई पनि लाइसेन्स प्राप्त कम्पनीसँग आबद्ध हुनु भएको छ या छैन अब कारोबार गर्दा भन्ने कुरा राम्रोसँग ध्यान पुर्याउनु होला। र सँगसँगै लालपूर्जा पोखराले लाइसेन्स प्राप्त गरिसकेको छ। यो लाइसेन्स चाहिँ लालपूर्जा पोखराले 10 करोड अथवा चाहिँ अनलिमिटेड चाहिँ काम गर्नका लागि प्राप्त गरेको लाइसेन्स हो। तपाई लालपूर्जा पोखरासँग अब ढुक्कताका साथ चाहिँ जोडिन सक्नुहुनेछ। र सँगसँगै तपाई आफ्नै चाहिँ काम गर्दै हुनुहुन्छ अथवा व्यक्तिगत रूपमा काम गर्दै हुनुहुन्छ भने पनि अब लाइसेन्स प्राप्त व्यक्तिसँग काम गरेर ठगी, चोरी सँगसँगै चाहिँ तपाईको यो घर जग्गा सम्बन्धी तपाईको आफ्नो प्रपर्टीको भ्यालुएसन सही भ्यालुएसन नहुने कामबाट चाहिँ जोगिनु है त। धन्यवाद।